एकदम राम्रो थियो, एकदम सबै राम्रो एक्टिङहरू। मेल फिमेल दुईतिरैबाट राम्रो खालको इमोसन छ एकदम राम्रो लाग्यो इमोसनल भएर स्टोरी छ। अहिले नेपालको सबै बाहिर गएर के अरे बाहिर गएको छोराछोरीहरूलाई चाहिँ घरमा बुवा आमाको कस्तो सिचुएसन हुन्छ भनेर चाहिँ देखाएको छ। एकदमै राम्रो चाहिँ आबाट आमा होइन, आमा शब्द नै काफी छ होइन, आमा शब्द नै एकदमै त्यसले नै जस्तो सोचेको थियो त्योभन्दा पनि अझै बेसी राम्रो पाएँ। सबैले हेर्नुपर्ने मुभी छ। दर्शकबिन नमस्कार, ब्युटी न्यूज नेपालमा हार्दिक स्वागत गर्दछु। म सरिता भारती। दर्शकबिन शहीद दिवसको दिन पारेर शुक्रबारबाट प्रदर्शनमा आएको देशका विभिन्न चलचित्र घरमा प्रदर्शन भएको नेपाली चलचित्र आबाट आमाले रिलिज भएको 5औं दिनसम्म पनि राम्रो व्यापार गरिरहेको छ। यो चलचित्रको व्यापार शनिबार माथि उठेको थियो, त्यसपछि आइतबारदेखि आज मंगलबारसम्म पनि उत्साहजनक रहेको छ। अघिल्लो चलचित्र मोहर हिट भएपछि नायक पल शाहको क्रेज फेरि दर्शकमा बढेको छ। यो चलचित्रमा पल शाह, विपना थापा तथा बलिउड कलाकार प्रदीप रावतको कामलाई दर्शकले निकै मन पराएका छन्। चन्द्र पन्तले निर्देशन गरेको यो चलचित्रमा उषा उप्रेती, सिमरन पन्त, साई ग्रेस पोखरेल लगायतको पनि अभिनय रहेको छ। आमा बुबा र सन्तान बीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर यो फिल्मले वैदेशिक रोजगार र त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरेको छ। अहिले यो चलचित्र हेर्ने सबै दर्शकले आँसु रोक्न सकेका छैनन्। काठमाडौँमा यो चलचित्र हेरिसकेपछि दर्शकले के भने उनीहरूको प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छ। भिडियोलाई अन्तिमसम्म हेरेर लाइकसँगै शेयर र कमेन्ट गर्नुहोला। ब्युटी न्यूज नेपाललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गर्नुहोला र सब्स्क्राइबसँगै रहेको घण्टी थिचेर हाम्रो नयाँ नयाँ भिडियो प्राप्त गर्नुहोला। दर्शकबिन अब लागौं कुराकानीतर्फ नै। पनि धेरै सम्झना आइसक्यो थियो आमा त्यतिखेर। अब अहिले त आमा नबसेको आमाले माया नगरेपछि सम्झना नै आउँथेन होइन र। बच्चाहरू छोरी त माइती, छोरीहरू छन् 4 छोरा, छोरा एउटा बुहारी छ, नातिनीहरू राख नाम नभएको पनि साह्रै याद आएको छ। धेरै राम्रो, विपना थापाको एक्टिङ धेरै राम्रो, आमाको रोल धेरै राम्रो, श्री र राधाको रोल यसको इमोसन राम्रो छ, एकदम राम्रो थियो, एकदम सबै राम्रो थियो एक्टिङहरू। मेल फिमेल दुईतिरैबाट राम्रो खालको इमोसन छ एकदम राम्रो लाग्यो इमोसनल भएर स्टोरी छ। अहिले नेपालको सबै बाहिर गएर के अरे बाहिर गएको छोराछोरीहरूलाई चाहिँ घरमा बुवा आमाको कस्तो सिचुएसन हुन्छ भनेर चाहिँ देखाएको छ। एकदमै राम्रो र आमा बुवाले कस्तो फिलिङ्स लिएर बस्नुपर्छ भन्ने कुरा चाहिँ यो फिल्ममा स्पष्ट देखाएको रहेछ। एकदमै राम्रो इमोसनल। म त मुभी स्टार्टिङदेखि हेर्नुसम्म एकदमै इमोसनल भइरहेको थिएँ। आबाट आमा होइन, आमा शब्द नै काफी छ होइन, आमा शब्द नै एकदमै त्यसले नै जस्तो सोचेको थियो त्योभन्दा पनि अझै बेसी राम्रो पाएँ। सबैले हेर्नुपर्ने मुभी छ। सबैजनाले एकपटक आफ्नो नजिकको हलमा आएर हेरिदिनु होला। थ्याङ्क यू।
यस्तो छ यो चिया पसल हुनु रहेछ है बुझाइदिएँ मैले ओभरअल फिल्म हेर्दाखेरि यो मुभी हेरिसकेपछि यो किसिमको एक्ट जुन पलले गरेको छ नि सायद अर्को मुभीमा यतिको पर्फर्मेन्स गर्न सक्छन् कि सक्दैन। हामीलाई कसैले 100 बोलेको छ भने हामी 50 सुन्छौँ 25 बुझ्छौँ हामी फर्काउनु परेको 200 फर्काउँछौँ किनभने हामीलाई सुन्न एकदम गाह्रो पर्छ हामी त्यो कामलाई दुःख दिने काम चाहिँ एकदम गाह्रो काम त्यो तर तपाईँको कर्म चाहिँ के भन्दाखेरि कामलाई दुःख दिने काम हामी बोल्छौँ तपाईँ सुनिराख्नुहुन्छ घन्टौँसम्म कस्तो दुःख गरेर परिश्रम गरेर तपाईँ हाँसौँ भन्छ एकचोटि तपाईँहरूलाई मैले हृदयबाट बुझेरै नभन्नु सम्पूर्ण तपाईँलाई हाम्रो यो चलचित्रको पूर्व सन्ध्यामा आयोजित मिडियाकर्मी साथीहरू हजुरले पनि एउटा माध्यम भएर एउटा ब्रिज भएर चाहिँ जनता दर्शकको हाम्रो ब्रिज भएर काम गरिदिइराख्नु भएको छ र तपाईँहरूले पनि मिडिया मार्फत चाहिँ कस्तो सबको कि रिभ्यू दिनु होला भन्न चाहन्छु अनि यहाँ थ्याङ्क यू सबैलाई चलचित्र प्लिज गरी हेर्नु होला भन्न चाहन्छु थ्याङ्क यू। चलचित्रमा देखाइएको टिजर ट्रेलर हेर्दाखेरि आँसु मात्रै छ त्यो रोदनको व्यथा पीडाको मात्रै कथा हो कि भन्ने एउटा अपेक्षा लाग्न सक्ला तर म यति भन्न सक्छु म कतै कथामा डुब्ने मान्छे कतै कथामा नाच्ने मान्छे सासबाट नै कतै बसोस्तो लाग्छ किनभने यति धेरै कथाहरू भनिसकेको छु त्यस कारण पनि कुन कथा कस्तो प्रतिको भनेर त्यो म सिकाउन अलिकति बोले पनि कतै सक्छु कि जस्तो लागेको होला त्यो कथामा आँसु मात्रै छैन हाँसो अनि हास्यरस यति धेरै छ कि तपाईँहरूलाई एउटा चरणमा गएर यो कथा कहाँ पर्दैछ हाँसेर हँसाउनुको खोजिहाल्दा कस्तो रमाइलो पनि लाग्छ एक चरणमा गए पछाडि नामै तपाईँको रिल भइसकेका छ थाहा पाइसक्नुहुन्छ कृष्ण र राधा पक्कै प्रेम रसका कुराहरू छ र त्यति भन्दै छुट्याउनै नहुने अर्को एउटा वाक्यांश भन्छ श्रीकृष्ण कृष्णको श्रीमा अरूको छ भन्ने त्यो सुश्री कृष्ण राधाको प्रेम कहानी त्यहाँ पनि प्रेम रसका कुराहरू छन् र अर्को कुरा भनेको चाहिँ त्यो एउटा कति कतै तपाईँले महाभारतको कति निकाउन देख्नु भएको छ अलिकति महाभारतको ज्ञानका कुरा पनि छ कि भन्छ त्यस कारण यो चलचित्र रोदनको मात्र कथाहरू छ हामी नेपाली युवाहरूको साउथ इस्ट एसियाका युवाहरूको कथाहरूको रहर र पातेपाको सङ्घर्षले प्रदर्शन भएको हुन्छ त्यो कथा पनि छ समसामयिक विषयवस्तुको थुप्रो सिजको कथा पनि छ यसमा पारिवारिक कथा पनि छ हास्यरसको कथा पनि छ प्रेम रसको कथा पनि छ र श्रीकृष्ण र राधाको कथासँगै युगमा अवतार लिने अर्को एउटा महिला पुरुष रामको पनि भूमिका छ त्यो रामले कसरी समाजमा आफ्नो मूल्य स्थापना गर्छ भने थोरै देखाइएको छ त्यस कारण यो कम्प्लिट यो चलचित्र चाहिँ सुरुदेखि अन्त्यसम्म केही न केही विभिन्न रङले भरिएको ठुलो क्यानभास जस्तो भनेको छ यहाँहरूले भोलि थाहा पाइहाल्नुहुन्छ त्यस कारणले म व्यक्तिगत रूपमा पनि कथासँगै खेलिरहेको मान्छे भएर यो कथाले धेरैको मनमा बस्न सफल गर्छ भन्ने विश्वास दिएको छु बाँकी त दर्शक नै सबैभन्दा ठुलो न्यायाधीश हुनुहुन्छ उहाँले हुनुहुन्छ